से बात कर रहे हो हाई गरौँ न हाई हिमाल देख्नु सक्दै हुँदै होला जीवन छ ठिकै हो नि गाइस यो हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई गुड मर्निङ हैन अन्त आयो कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि तपाईँहरूको आशाको साथमा एकदम सन्चै छु भनौँ होइन गाइस अन्त आज चाहिँ म काममा जाँदैछु र एक्लै छु अन्त अलिक मार्किट लागेको जस्तो हुँदैछ र पनि ठिकै छु अन्त आजको दिन पनि एकदम दामी भएको छ अन्त हैन त्यहाँ माथि तपाईहरुले हिमाल देख्नु सक्दै हुँदै होला हो एकदम दामी आज चाहिँ दिन पनि क्लियर देख्दैछ केही छैन अरु भन्नुपर्ने कुरा चाहिँ घाँटी अलिक दुख्दैछ र त्यही भएर गरी बस्छु हैन अन्त तपाईहरुले अलिक त्यो चाहिँ बुझिदिनु होला हैन अन्त केस पनि मैले अस्तिको दिन काटेको छ यहाँ हेर्न सक्नुहुन्छ है छुट्टै पारेको भन्दा पनि हल्का हल्का चाहिँ काटेको छु हैन किनकि चिन्दै पारेन अलिक सुहाउँदैन नि त त्यही भएर चाहिँ अलिअलि काटेको छ अन्त केही छैन भन्नुपर्ने अब अहिले एकछिनमा अहिले भरेतिर भेटौँ होला गाइस अहिलेको लागि चाहिँ यति नै हो र अहिले भरेसम्म चाहिँ सबैले त्यति बेलासम्म लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइस मलाई चाहिँ एकदम तपाईहरुको सपोर्टको खाँचो छैन गाइस तपाईहरुले सपोर्ट देखाइदिनु होला र यति नै हो सो गाइस अहिले चाहिँ हामी टनलमा जाँदैछु अन्त यता हाम्रो मोटु भैया हो हेलो गाइस अन्त यता हाम्रो बक्सर भैया हेलो नमस्ते गाइस अन्त म चाहिँ पत्लु हो फेरि चस्मा छैन नि त गाइस मोटू और पतलू की जोड़ी हम जा रहा है टनल पर यसको एकदम जिउ चाहिँ एकदम दामी छ फिट एन्ड फाइन तर अलिक भुडीले चाहिँ भएन गाइस यसको चाहिँ खोइ भुडी देख्नु ना देखा भाइ मोटुको भुडी देखा भाइ 9 महिना गरे यसको चाहिँ जन्मिन आँटिरहेको छ है देखा न गाइस हिलो चाहिँ एकदम यस्तो छ म चाहिँ घाममा अलिक मार्की भेट्ला जस्तो भएर चाहिँ जकेट सकेट लगाएर हिँडिसकेको छ अनि यो भाइ चाहिँ हिँड्दा खालि फोन हेर्छ उयो चाहिँ उस्को नगारे भाइ पैसा चाहियो गाइसहरु अन्त गाइस आज चाहिँ दिन पनि एकदम दामी भइरहेको छ वेदर एकदम क्लियर छ चेक इट आउट भन्नु नमिल्ने तर आज चाहिँ अब के भन्नु यसलाई चाहिँ हैन टोपी पनि चाहिँदैन एकदम गाइस दामी छ टोपी यसले नै भइहाल्छ हेलमेट चाहिँदैन यसलाई चाहिँ अन्त यता फेरि हाम्रो बक्सर भैया ऊ माथि हेर्नु सक्नुहुन्छ यो भाइ चाहिँ एकदम गीत सुन्दैछ खत्रै भएको रे यो चाहिँ हेलो गाइस अन्त यो चाहिँ एकदम खतरा जेसीबी अरे हो गाइस अब चलाउन आँटेको यसले चाहिँ खालि यस्तो मात्रै चलाउँछ मोटो जीवन छ ठिकै हो नि गाइस यो सानोबाट यो चाहिँ एकदम टनलतिर मात्रै कोस्छ अरे यसले भनेकै तर गाइस हैन अरूले कसले भनेको होइन यसले नै भनेको अन्त आज फेरि हामी टनल घुम्नु जाँदैछ गाइस कमेन्टहरु गरिदिनु होला अन्त अरु के छ लाइक एन्ड शेयर सब्स्क्राइब हालिदिनु पर्यो शेयर पनि भन्दै यहाँ चाहिँ के हो यस्तो पर्खिन गाइस यहाँ चाहिँ एकदम धुलो मात्रै छ भर्खर खन्दैछ है देख्न सक्नुहुन्थ्यो होला अस्ति पनि देखाएको थियो र यसमा पनि फेरि आइपुगिसकेको छ माथि हेर्न सक्नुहुन्छ भिडहरू चाहिँ यस्तो छ गाइस हेर्न सक्नुहुन्छ पर्खिनु आँटिरहेको छ केही छैन अरू भन्नु पर्ने थियो हैन
यहाँ चाहिँ ठाउँहरू नि एकदम दामी छ है गाइस। डेटिङ सेटिङ बस्ने गाइस छ। डेटिङ बस्ने हो भने चाहिँ यहाँ आउनु होला। यी छाना टल्केर केही देख्दैन उतल। आमामा साँच्ची हो उतल छाना त सब टिलिली टल्किरहेको छ त। एउटा हामी नि एउटा हालिदिउँ न एडिक्ट गाइस अब अहिलेको लागि चाहिँ यति नै हो। हाम्रो गाउँ चाहिँ यस्तो बनाइसकेको छ कम्पनीले। अन्त यति नै हो। सो गाइस अहिले चाहिँ हामी घर फर्किँदैछ। अन्त यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ कर्नल खाने मसिनो भन्नुपर्दा चाहिँ यसको चाहिँ सिटै छैन हो गाइस। हेर्नु सक्नुहुन्छ बसेर चलाउने ठाउँै छैन रहेछ। यो चाहिँ रिमोटवाला रहेछ होइन गाइस। हजुर के चाहिँ पुछे रिमोट हाउ भाइ रिमोटले पो पड्किन्छ पो अरे भाइ। सो गाइस अहिले चाहिँ हामी फर्किँदैछु घरतर्फ लाग्दैछु गाइस। अन्त यो चाहिँ यहाँबाट सुसाइड गर्नु खोजेको थियो। केटीले धोका दिएर यसलाई डोरी लगाएर पक्रिँदा भयो। हामी चाहिँ काम गरेको माथिबाट आएको। अन्त गाइस हामी चाहिँ दिनभरि काम गर्दा थाक्यो हो। अब घर फर्किँदैछु गाइस। अन्त अरू अब अरू भोलि भन्नुपर्छ गाइस। होइन अहिले नै भनिहाल्नु। अहिले अब यति नै हो। उदोबाट जानुपर्छ गाइसहरू। अघि चाहिँ हामी त्यहाँ माथि बसेर कराएको देखाएको कराएको थियो। जग्गा चाहिँ उयो हो। अन्त अहिले चाहिँ यति तल के बनाएको त्यहाँ चाहिँ मसला उयो जाँदैछ ऊ हो। हो यस्तो छ है कम्पनीको हालत गाइस। कम्पनीले गाउँहरू कस्तो थियो पहिला अहिले कस्तो बनाइसक्यो होइन। अन्त अब अलिक दिनमा यो पनि भाग्छ अरे यहाँबाट। यसले बारी कम्पनीलाई बेचिसक्यो अरे हो। यो चाहिँ एकदम जुवारी हो। पुरा तासहरू खेलेर पैसा यसले त्यो घरहरू बारीहरू बेचेको सबै हानिसक्यो पैसा चाहिँ। अन्त यसलाई चाहिँ आमा बाउले बस्नु दिएको छैन होइन। यसरी काम गरी हिँड्दैछ होइन। अहिले नै यसरी गर्दैछ। अब गाइस तर चाहिँ यो चाहिँ हाउडे हो है गाइस। ओ यहाँ हेर्नु सक्नुहुन्छ रोडहरू बनाइरहेछ यहाँ चाहिँ पुरा एकदम कडा। यो चाहिँ यसको जेसिबी हो एकदम कडाइ छ। सबै मेरो हो यो कम्पनी भएको। यसकै लागि बनाइदिएको यो जेसिबी चाहिँ चेनवाला रहेछ होइन। चेनबाट चाहिँ के बनाएको। अन्त अब गाइस हामी चाहिँ यहाँ एकजना भैयालाई केही कुरा सोध्नेवाला छ होइन। तू सोध्ला। अरे ओ चाचा जी कुछ बोला ना यार वीडियो में। अरे भाई बोलो ना चाचा जी। चाचा 2-4 वचन। किससे बात कर रहे हो। हाय करो ना हाय। ये एगो ठंडा तेल दे दिया। लाल वाला। ननकी हमारे बेटवा जाता ना तो 20 रुपया दे दी। वो आपने पत्नी से बात कर रहा है ना। पत्नी वाइफ बीबी है। बोलो ना यार। हाँ बोलो ना भैया कुछ दुकान में कुछ बोल दो ना। ये कंपनी से क्या होगा। क्या होगा बोलो ना भाई। मत करो ना यार। दिन में कितने कमा लेते हो चाचा आज। कहाँ कमा लेते हैं। महीने में कितना है। काम नहीं है कंपनी निकाल दिया है। कंपनी ने निकाल दिया किसको। हमको क्यों। ऐसे वो बहुत दारू पिया होगा इसलिए। ऐसे बैठे हुए दारू मत पिएना था ना। और कुछ बोलो। नेपाली बोलो ना भैया। कता गएको बोलो ना। अरे चाचा ने तो क्या कर दिया सर। यति नै आजको लागि। अन्त लाइक शेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला गाइस। बाई बाई गाइस।